सही हुन्छ किन भन्दा ज्ञानेन्द्र साईका 400 भोट थिए जुम्लामा। रापरपाका 400 मत थिए। उहाँले जित्नुभयो, संसदमा जानुभयो, तर उहाँले अर्को माग्नुभयो हैन। आरु चोलीलाई के भन्छन् प्रशोधन गर्छु, जुम्लालाई यो गर्छु भन्नुहुन्थ्यो, माथि गएर राजा माग्नुभयो, त्यो एउटा कुरा भयो। तर मैले आवाज उठाउँदै गर्दा थुप्रै मित्रहरू, थुप्रै दाजुभाइहरू, थुप्रै कर्मचारी मित्रहरूले यति बेला के छ भन्नुहुन्छ भने हामी साथ दिन्छौँ भन्ने भएको छ। उही कांग्रेसलाई मानिरहने अवस्था छैन, उही प्रचण्डलाई मानिरहने अवस्था छैन। मान्छे क्रस भएको छ, उथल पुथल भएको छ। यदि उही मान्ने भइदियो त कांग्रेस र एमाले मात्रै हुन् पुराना पार्टी। माओवादी कहाँबाट ल्यायौँ? जर्मनबाट ल्यायौँ, भारतका मान्छे हौ। अहिले राष्ट्रपाको पुतलाउँदो लाइन लाग्दैछ, ती मान्छे पनि यही नेपाली। विचार बदल्छ, मान्छेले सोच्छ, विचार गर्छ, त्यो एउटा कुरा हो। अर्को कुरा भनेको राजनीतिमा भेगिए गर्नु पनि बेकार हो, जातीय गर्नु पनि बेकार हो। पहिलो कुरा भनेको सैद्धान्तिक मान्यता हो। यो राज्यलाई कहाँ पुर्याउने, कुन वर्गको पक्षमा राज्य बनाउने भन्ने कुरा मुख्य हो। तर त्यो नभएर यो कता कता खेल खेलिरहेको बेला पुन्न भनेको छेत्रीको छोरा हुन्, खड्गबहादुर साई खतरको हैन, चन्द्रबहादुर साई यो पुरानो अस्पताललाई यसो औषधि गरेको एम्बुलेन्स हो भन्दै गर्दा रङ्गवीर परिवार पनि यो तल्लो एरियाका यहाँ आउनु भएको छ, सबैको छोरो त हो त। काहीँ स्वार्थमा डुबिया छैन त? कसैसँग फट्टै प्रवेश गरेर एउटा अध्यक्ष त पाउँथ्यो त हैन? यो चलाउन पनि म सक्थेँ त, कुनै केही गर्न पनि त सक्थेँ त। म निरन्तर सङ्घर्षमा छु, कसैको विरोधी पनि छैन म। कसैलाई अहिले केही मलनपट्टि लाउन सकिया पनि होइन होला। त्यो कारणले सबैले माया गरिदिनु होला। अरू बाँकी त चुनावी मैदानमा उही उतै कुरा गरौँला। आज देउडा चाहिँ डिस्टर्ब गरेर नसोध्नु होला। बाजुराका इष्टमित्र म धेरै चिन्छु, धेरै बौद्धिक मान्छे हुनुहुन्छ, राजनीति सबै ठाउँ हुन्छ। यो कहाँको यो बिचौड पार्टी आयो, प्लिज नसोधिदिनु होला। म यो सुन्दर बस यहीँ लिएर घर पर्छ। ऊ हेर्नुहोस् ढोका त बन्दै छ, म्याडम बिरामी भएर तलतिर छौँ होइन। यहाँ यस्तो छ, माइन्ड नगरिदिनु होला सबै गाउँले दाजुभाइ दिदीबहिनीहरू। म यति कुरा राख्न चाहन्छु। धन्यवाद। यत्रो स्वागत गर्नुभयो यहाँहरू सबैको।